वेलकम ब्याक टु माई युट्युब च्यानल गाइस। आज हामी फर्केर फेरि आउँदैछौँ। यहाँनिर हामी यहाँ रोडमा हिँडिरहेको छौँ र मेरो छेउमा पछाडि साथीहरू हुनुहुन्छ। यहाँ हेर्नुहोस् मलाई। हामी फर्केर आइरहेछौँ कलेजमा छुट्टी भएर। हाम्रो चाहिँ के छ कलेजमा भन्दाखेरि यो सेक्युरिटी म्यानेजमेन्ट गर्दैछौँ र हाम्रो साथीहरू आइरहेछ अहिले फिलहालमा। अगाडि गाडीहरू गइरहेछ। यो मेन हाइवे हो। र अब हामी जानेवाला छौँ मेन कालिम्पोङ मार्केट प्लेसमा। र अब मार्केट गएर हामी केही सौदाहरू गर्नेछौँ। त्यहाँ गएर र हेरेर के किन्ने बेला छ खिच्रिङ मिज्रिङहरू र घर फर्किनेवाला छौँ। बिहान हामी आउनेछ 7 बजीको टाइममा। अन्त 7 बजीको टाइममा अनि उनीहरू यस्तै हुन्छ होला 10 बजीको टाइममा चाहिँ एटेन्ड हुनुपर्छ। त्यही भएर अलिकति लामो एरिया परेर चाहिँ हामी छिटै आउँछ। त्यही त बिहान बेलुका गरेर 14 किलोमिटर चाहिँ हिँड्नै पर्छ हामी रेगुलरली। हाम्रो बडी फिटनेस पनि एक्सर्साइज पनि राम्रो छ। त्यसले गर्दाखेरि हामी यहाँ मजाले गरिरहेछौँ। अब तपाईँलाई के भन्नु सबैहरूलाई होइन। तपाईँहरूले दुःख बुझेको छ, दुःख नगरी सुख हुने छैन। र एकपल्ट चाहिँ तपाईँहरूले पछाडि आउँदै गरेको साथीहरूलाई हेरिदिनुहोस्। उहाँहरू हुनुहुन्छ यहाँनिर होटलमा हुनुहुन्छ, क्यान्टिनमा आउँदैछ। हामी यहाँ जहिले पनि खाने गर्दैछ। हामी यहाँ उतामा बसेर बसिरहेछौँ। यहाँ हुनुहुन्छ कि दिदी एकजना हुनुहुन्छ हेरिरहनु भएको छ। हेरिरहनु भएको छ है त हामी लाग्यौँ है। हामी अब यहाँबाट जानेवाला छौँ र फुटबलहरू पनि हेर्नेछौँ। ओके, रोडहरू पनि बनाउँदै रहेछ। घाम यति राम्रो लागिरहेछ हेर्नु, सुन्दरता यो प्रकृतिको देन हो। राम्रो छ आजको नेचर। काम गर्नु भइरहेको छ हेर्नुहोस्।